पेन्टिकोस्टल चर्चको विभिन्न ब्रान्चेसमा चाहन्छु। हेलो, सर्वप्रथम त उनी हाम्रो जीवित परमेश्वर जसलाई हामी सबैले आदर गर्छौँ, सम्मान गर्छौँ, उनी परमेश्वरलाई महिमा भएको होस्। र हजुर सबैलाई म स्थानीय चर्चका पास्टरको अगुवाको हैसियतले हजुर सबैलाई जय मसीह भन्न चाहन्छु। र आज यो खुसीको सेवकाई अर्थात् यो कार्यक्रममा विशेष गरेर मुख्य अतिथिको रूपमा हामीहरूको निमन्त्रणालाई स्वीकार गर्दै हामीहरूको बीचमा उपस्थित हुनुभएका अति माननीय मन्त्री जीटी ढुङ्गेल सर र आजका स्पिकर रेभरेन्ड पास्टर आमोस भोटिया र गेस्ट अफ अनर युनाइटेड क्रिस्चियन वेलफेयर सोसाइटी अफ सिक्किमका प्रेसिडेन्ट यहाँको अनुमति लिँदै म दुई चारवटा यो हेब्रोन पेन्टिकोस्टल चर्च यहाँसम्म कहिलेदेखि कसरी आइपुग्यो छोटकरीमा यो विवरण दिनका लागि मलाई आजको उद्घोषक भाइले यो समय दिनुभएको छ अनि म यसको अलिकति विस्तृत रिपोर्ट हजुरलाई म पेश गर्न चाहन्छु। आजभन्दा करिब धेरै वर्ष अगाडि यानि कि 1973-74 सालको समयमा यो ठाउँमा विवश र बाध्य भएर हाम्रो परिवारले प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता उद्धारकर्ता प्रभु भनेर ग्रहण गर्न हामीलाई कर लाग्यो। अनि त्यति बेला हामीले प्रभुलाई ग्रहण गर्न पर्ने अवस्था आउँदाखेरि यो जग्गामा हामीलाई प्रभुलाई ग्रहण गराउने कुनै मान्छेहरू पनि त्यो समय हामीले पाएको थिएनौँ। त त्यो समय जसोतसो हामीले पास्टर मसी मण्डली फ्री ब्याप्टिस्ट चर्चका पास्टर डेभिड सिंह अनि यहाँ हाम्रो युसेफ रङ्गेलीका ट्रेजर पास्टर दानियल लेप्चाका बाबु ओटी लेप्चा र पावल प्रधान जसलाई चाहिँ टुपी ठाडे प्रधान भन्दा चाहिँ सबैले चिन्ने गर्थ्यो, उहाँहरूको सल्लाह सुझाउमा हामीले येशू ख्रीष्टलाई ग्रहण गऱ्यौँ र त्यस्ता येशू ख्रीष्टलाई ग्रहण गरिसकेपछि 1978 साल 4 तारिक अप्रिल महिना 1978 सालमा पानीको बत्तिसमा लिएर एउटा साँचो इसाईको रूपमा खडा हुन मलाई कर लाग्यो। त्यति बेला रहर त थिएन अनि मलाई त्यति ज्ञान पनि थिएन। जब म 1978 सालमा प्रभुलाई मैले पाएँ, केही वर्ष पछाडि नै 20 अप्रिल, फेरि त्यो महिना पनि अप्रिल नै परेछ, मैले बत्तिसमा लिएको महिना पनि अप्रिल नै थियो। 20 अप्रिल 1984 सालमा रङ्गली बजारमा मसी मण्डली चर्चमा एउटा सेवाकाई भइराखेको थियो। त्यो सेवाकाई गर्दै गर्दाखेरि परमेश्वरको आत्माले यस्तो आवाज, परमेश्वरको आत्माले अगुवाई गरेको कुरा हामीले सुन्यौँ अनि त्यो आवाजलाई सुन्दै गर्दाखेरि त्यो आवाज स्वीकार्न अति कठिन परेको थियो। त्यो आवाजले चाहिँ के भनिराखेको थियो भने यो झुजाचेन ब्लकमा चाहिँ अब तिमीले सेवाकाईलाई सुरु गर्नुपर्छ, त्यो सेवाकाई चाहिँ तिमीबाट म गर्नेछु अनि तिम्रो हातमा चाहिँ म एउटा तरवार दिँदैछु भन्ने एउटा भविष्यवाणी अति आदरणीय रोदा आन्टी जो प्रभुले उठाउनु भयो र सिलगढीको सोलमी ढकाल भन्ने एकजना आन्टी हुनुहुन्थ्यो, उहाँहरूद्वारा यो अगमबानी भयो अनि मलाई त्यति बेला हाँस उठिराखेको थियो किनभने मलाई सेवाकाई गर्नु त्यति रहर थिएन अनि सेवाकाईको विषयमा केही पनि म जान्दैन थिएँ। तर प्रभुले भन्नुभएको अनुसार 1978 सालमा बत्तिसमा लिएपछि जब 20 अप्रिल 1984 सालमा पवित्र आत्माको बत्तिसमा मैले पाएपछि प्रभुले भन्नुभएको कुरा मलाई मन त पर्दैन थियो र बाध्य भएर
छुजाचेनमा सेवाकाई सुरु गर्नु पर्यो। अनि त्यति बेला छुजाचेनमा प्राय कोही पनि क्रिस्चियनहरू थिएन। अनि त्यहाँबाट 1984 साल 85 सालदेखि हामीले छुजाचेनमा सेवाकाई गर्न स्वापलित मण्डली, स्वतन्त्र मण्डली, इन्डिपेन्डेन्ट मण्डलीको नाममा सेवाकाई गर्दै आयौँ। सेवाकाई गर्दै आउँदाखेरि हामीलाई धेरै कुराको कठिनाई बाधाहरू पर्न आयो, जसको कारणले गर्दा विभिन्न ठाउँबाट हामीले अभिषेक पास्टरहरूलाई मण्डलीमा बप्तिस्मा, मरौ जस्ता विशिष्ट सेवकाहरूमा उहाँहरूलाई हामीले बोलाएर ल्याउनु पर्थ्यो। त्यस्ता 90 को दशकमा आएर त्यो स्वापलित मण्डली चाहिँ न्यू लाइफ फेलोशिप चर्चमा हामी विलय भयौँ र न्यू लाइफ फेलोशिप चर्चमा हामीले सङ्गति लिएर न्यू लाइफ फेलोशिपद्वारा हामी सेवाकाई गर्दै जाँदा मेरो अभिषेक चाहिँ पास्टर शेखर कल्याणपुरद्वारा न्यू लाइफ फेलोशिपमा कलकत्तामा एउटा ठुलो कन्फरेन्सको बिचमा मलाई झुक्याएर त्यहाँ बोलाएको थियो। तपाईँको नाम आउँछ भाइ, तपाईँ त्यहाँ अगाडि जानुपर्छ भनेर। किन भनेको, किन कसलाई किन सोध्ने तपाईँको काम छैन, नाम आउँछ जानु भनेर। अनि म त्यहाँ मलाई जानु कर लाग्यो। अनि वास्तवमा मलाई पास्टर अभिषेकको लागि रहेछ। अनि त्यो सानो चर्चले मलाई रिकमेन्ड गरेको रहेछ, उहाँले चाहिँ पास्टर सेवाकाई गर्नु सक्छ भनेर। अन्त त्यहाँ शेखर कल्याणपुरद्वारा चाहिँ मलाई अभिषेक भयो। त्यहाँबाट मैले यस नो केही पनि भन्ने मौका पाइनँ। त्यहाँबाट मैले जानी नजानी ठुला बडाहरूको, आदरणीय गुरुबाहरूको सल्लाह लिँदै सेवाकाई गर्दै अगाडि जानु पर्यो। त्यस पछाडि कति कारणवश हाम्रो सिक्किममा न्यू लाइफ फेलोशिपको रेजिस्ट्रेसन काम नलाग्ने भएको हुनाले, महाराष्ट्र मुम्बईमा उहाँहरूको रेजिस्ट्रेसन थियो, त्यो रेजिस्ट्रेसन काम नलाग्ने भएको हुनाले गर्दा हामीले आफ्नै चर्चको रेजिस्ट्रेसन गर्ने अवस्था आयो। त्यो रेजिस्ट्रेसनको लागि फेरि चर्चमा हामीले सभा गरेर 2006 सालमा एउटा मिटिङ, जेनरल मिटिङमा हामीले गयौँ कि हाम्रो आफ्नै चर्च अब हामीले रेजिस्ट्रेसन गर्नुपर्छ भनेर। 2006 सालमा एउटा मिटिङ समग्र मण्डलीको सरसल्लाहमा त्यो मिटिङ पास भइसकेपछि हामीले प्रपोजलहरू चलायौँ। यसको रेजिस्ट्रेसन हुनको लागि फेरि कुरा आयो। अप्रिलै महिना 9 तारिक अप्रिल 2008 सालमा यो हेब्रोन पेन्टिकोस्टल चर्चको जन्म भयो र अहिलेसम्म यो हेब्रोन पेन्टिकोस्टल चर्च यसले जन्म भएको साथसाथै यसले धेरै छोरी मण्डलीहरू जन्माएको छ र यहाँबाट हाम्रो यो हेब्रोन पेन्टिकोस्टल चर्च लोकडाँडाबाट अति आदरणीय पास्टर बाबुलाई विभिन्न ठाउँमा सेवाकाईको रूपमा उहाँहरू गएर अहिले सेवाकाई गरिराखेको छ र छोरी मण्डलीहरू जन्मिएको छ र यसको विवरण अहिले हामी बिस्तारै सुन्नेछौँ। र अहिले हामीसँग सिक्किम र वेस्ट बेङ्गल, सिलगढी मिलेर धेरैवटा चर्चहरू मिलेर यो हेब्रोन पेन्टिकोस्टल चर्च यहाँसम्म आइपुगेको छ र वर्तमानमा फेरि एउटा आवाज प्रभुले हामीलाई दिनुभयो, एउटा नयाँ चर्च भवनको निर्माण गर्नुपर्छ भनेर। अनि यो नयाँ चर्च भवनको निर्माण हामीले यसलाई सुरु चाहिँ गऱ्यौँ बिना बजेट। यो चर्च बनाउँदै गर्दा हाम्रो कुनै बजेट थिएन, हामीसँग कुनै पैसा थिएन, तर परमेश्वरको आवाज मात्रै थियो। अनि मैले कमिटीहरू, हाम्रो चर्च कन्स्ट्रक्सन कमिटीलाई मैले यो भन्दै थिएँ। अनि उहाँले सोध्दै थियो हामीसँग बजेट कति छ, कहिले सिद्ध्याउनु पर्ने। मैले भने हामीसँग बजेट केही पनि छैन, जस्तो हामी चर्च सुरु गर्छौँ गर्दै जान्छौँ, जहिले परमेश्वरले सब भनेर अनुमति दिनुहुन्छ हामी त्यति बेला सिद्ध्याउँछौँ। अनि 2022 सालबाट हामीले चर्चलाई सुरु गऱ्यौँ, निर्माण कार्य सुरु गऱ्यौँ र 25 मा आइपुग्दाखेरि छिटै नै मैले त भनेको थिएँ लाग्छ होला 10 वर्ष जस्तो भनेर, तर प्रब्लम 10 वर्षसम्म लागेको भए त फेरि तलबाट रिपेयरिङ पनि सुरु हुन्थ्यो होला। तर परमेश्वरले 10 वर्षको अवधि दिनु भएन। 22 मा हामीले सुरु गऱ्यौँ, 22 देखि लिएर 25 पुग्दा नपुग्दा हामीले यो चर्च कम्प्लिट गरिसकेको। फेरि मैले अस्ति कमिटीसँग भन्दै थियौँ, हामीले बनाइ त सकिहाल्यौँ, मण्डलीहरू यसो भेला भएर रिबन काटेर चाहिँ हामी सेवा सुरु गऱ्यौँ। अनि मेरा मण्डलीको अति आदरणीय एल्डर बाबु, एल्डरनी आमा, सल्लाहकार, प्रार्थना गर्ने टिमहरू, मण्डलीको अति नै आदरणीय बाबु आमाले कुरालाई मान्नु भएन। यति सुन्दर चर्च त प्रभुले यो लोकडाँडामा हामीलाई दिनुभयो भने तपाईँको साथीहरू होला नि, तपाईँलाई माया
परमेश्वरलाई आदर गर्ने पास्टर बाबुहरू होला, इष्टमित्र छरछिमेकीहरू होला, हाम्रा ठुला बडाहरू, लाइन अफिसरहरू पनि हुनुहुन्छ। अनि हामी उहाँहरूसँगै मिलेर रिबन काटेर सुरु गर्दा चाहिँ के हुन्छ भनेर भन्नुभयो। वास्तव मैले यसरी भनेको थिएँ, चर्च सिद्ध्याउनुसम्म चाहिँ मलाई सबै कुरा सोध्नु सक्नुहुन्छ, तर सिद्ध्याएपछि इनोग्रेसनको लागि चाहिँ मलाई नसोध्नुहोस् कसरी गर्ने भनेर चाहिँ तपाईँले नै निर्णय लिनुहोस्। अनि उहाँले निर्णय लिनुभयो। हामीले हाम्रो यो भेगका सबै अगुवाहरूलाई हामीले साथमा लिएर तपाईँलाई माया गर्ने, प्रभुलाई आदर गर्ने, अनि हाम्रा युसिएफका अनि युसिडब्ल्युएसएसका र सबै हाम्रो छिमेकी मण्डलीहरू, हाम्रो ब्रान्चर्सका अगुवाहरूलाई पनि बोलाएर उहाँहरूको साथमा रिबन काटेर यो भवनलाई चाहिँ हामी प्रभुको हातमा सुम्पिदिउँ भनेर उहाँहरूले भन्दै गर्दा मैले शिर नत गर्न कर लाग्यो, मैले आफ्नो शिर झुकाउन कर लाग्यो। तर अझै दुःखको कुरा चाहिँ के भयो भने मेरो आँखाको ट्रिटमेन्ट चल्दै थियो, अनि अचानक मेरो आँखाको फेरि अपरेसन गर्ने अवस्था आयो। अनि 24 तारिक म सिलगढी जाँदै थिएँ, अनि 24 तारिक गएर चाहिँ मेरो त्यो आँखाको अपरेसन 25 तारिक हुँदै थियो, डेट पोस्टपोन गर्नु पऱ्यो, यो चाहिँ चर्च एडुकेसन पछाडि मात्रै गर्नु पऱ्यो भनेर जाँदै थिएँ। जाँदै बाटोमा मलाई डक्टरले फोन गर्यो, तपाईँ कहाँ आउनुहुन्छ, भोलि 9 बजी तपाईँ हस्पिटलमा आउनुहोस्, तपाईँको आँखाको अपरेसन हुन्छ भनेर। अन्त मलाई जानु कर लाग्यो। अनि मैले 25 तारिक मेरो आँखाको अपरेसन भयो। अनि 25 तारिक आँखाको अपरेसन हुँदै गर्दा अहिले म तपाईँहरू सबैलाई राम्रोसँगले देख्न सक्दिनँ, किनभने मेरो आँखाको एउटा आँखाको अपरेसन भएको, अर्को आँखाको नभएको गर्दा चाहिँ डिसब्यालेन्स हुँदो रहेछ। पहिला दुईवटा आँखाले बराबर अलिक नदेख्ने भए पनि हेर्ने बानी, र अहिले मेरो आँखाको त्यो ब्यालेन्स हराएर घरि तल र घरि माथि, घरि टाढो जस्तो, घरि नजिक जस्तो देख्दैछु। र यति बेला पनि समग्र हाम्रो मण्डलीका अगुवाहरू, सम्पूर्ण मण्डलीका आमा बाबु दाजुभाइ दिदीबहिनीहरूले यो चर्च एडुकेसनको लागि सबैभन्दा ठुलो भूमिका खेल्नुभयो। र आज मलाई मात्र यहाँ उभिएर यो चर्च चाहिँ यहाँसम्म कसरी आइपुग्यो यसको विवरण तपाईँले विस्तृत रूपमा बताउनुहोस् भनेर भन्नुभएको कारणले अब डायरी त यहाँ मसँग छ, मैले सबै कुरा पढेर तपाईँलाई भन्न सकिनँ, किनभने मैले पढ्न सक्ने अवस्था पनि छैन। यसले गर्दा म फेरि पनि मेरो आन्तरिक हृदयदेखि तपाईँ परमेश्वरलाई आदर गर्ने सम्पूर्ण मण्डलीका गुरुबाहरूलाई, एल्डर बाबु, एल्डरनी आमा, पास्टर बाबु, पास्टरनी आमा, मण्डलीमा सेवाकाईमा सहायता, प्रार्थनामा सहायता गर्ने सम्पूर्ण मण्डलीको अगुवाहरू, जो तपाईँहरू पास्टर बाबुहरूसँग, एल्डर बाबुहरूसँग विभिन्न मण्डलीबाट प्रतिनिधित्व गर्दै यहाँहरूको साथमा हामीलाई प्रेम गरेर तपाईँले यस्तोमा आउनु भएको छ। अघिबाट नै म तपाईँहरूलाई मेरो हृदयबाट आभार व्यक्त गर्दछु, म धन्यवाद भन्दछु। तपाईँहरूको अनुहारलाई मैले यहाँ जतिजनालाई नजिक टाढाबाट देखेँ, तपाईँलाई देख्दै गर्दाखेरि मेरो खुसीको सीमा रहेको छैन। अनि मैले मण्डलीले चाहिँ भन्दै थिएँ, सायद यो तपाईँहरूसँग मिलेर मैले यो चर्चको एडुकेसन गर्ने चाहिँ मेरो अन्तिम हो यो, किनभने म अब निकै उमेर पर पुगिसकेको छ। अब यो चर्च सायद 20-30 वर्ष खप्छ होला, अनि 20-30 वर्षभन्दा अगाडि हाम्रो अर्को चर्च बनिँदैन। अनि त्यति बेलासम्म मलाई परमेश्वरले राख्नुभयो भने त खुसीको कुरा हो, तर त्योभन्दा अगाडि परमेश्वरले मलाई बोलाउनु भयो भने यस्तो मौका पाउँदैन भनेर मैले भनिराखेको थिएँ। तर हजुरहरू सबैले अघि हाम्रो एङ्करिङज्यूले भन्नुभएको जस्तो, उद्घोषकज्यूले भन्नुभएको जस्तो आफ्नो आफ्नो व्यस्ततालाई तपाईँ छोडेर आउनुभयो। अनि म मेरो आन्तरिक हृदयदेखि तपाईँहरूलाई म आदर सम्मान गर्छु र तपाईँलाई म प्रेम त गर्छु, तपाईँहरूको लागि प्रार्थना त म गर्छु। म यहाँबाट यति नै भन्न चाहन्छु, हेब्रोन चर्च यहाँसम्म आउनको लागि परमेश्वरले त सहायता गर्नुभयो, तर हरेक कदममा मैले मेरो सबै पास्टर गुरुबा अगुवा तपाईँहरूको सहायता प्रार्थनाको महसुस गरेको छु। अनि कतिजनाले भन्नुभयो तपाईँले छिट्टै त हुँदैन भनेर भन्थ्यो, सुन्दर बनाउनु भएछ। अनि मैले भने त्यो चाहिँ तपाईँको प्रार्थनाको प्रत्युत्तर हो। परमेश्वरले तपाईँहरूको प्रार्थनालाई सुन्नुभयो, अनि तपाईँले कतिजनाले मुठी खोल्नुभयो, कतिजनाले सल्लाह र सुझाव दिनुभयो, अनि केही दिनु नसक्ने तपाईँले प्रार्थना गर्नुभयो, जसको माध्यमद्वारा चाहिँ हामीले यो सुन्दर चर्चलाई आज सिद्ध्याएर परमेश्वरको हातमा सुम्पिराखेको छौँ। र फेरि पनि म तपाईँलाई मुरी मेरो हृदयदेखि आभार व्यक्त गर्दै, धन्यवाद चढाउँदै यो छोटो मेरो विवरणलाई यहाँ समाप्त गर्दै यो माइक्रोफोन आजको उद्घोषक भाइलाई म दिन चाहन्छु। धन्यवाद।